तपाईको उमेर 40 वर्षभन्दा कम छ र तपाईँ चाहनुहुन्छ मेरो स्वास्थ्य राम्रो होस् र भोलि गएर बीपी सुगर कोलेस्ट्रोलको औषधि खान नपरोस् र पछि गएर दीर्घ रोगहरू मुटु हेल्दी होस् अरू समस्याहरू नहोस् भनेर के कामहरू गर्नु हुँदैन। मेरो लिस्टमा 1 2 3 4 5 मा के पर्ने रहेछ मेरो अनुभवको आधारमा थाहा पाउनुहोस्। 1 नम्बर चुरोट। चुरोट एउटा पनि होइन, कहिलेकाहीँ पनि होइन। यदि तपाईँ आफ्नो हेल्थलाई कम्प्लिट फिट राख्न चाहनुहुन्छ भने अनुसन्धानले एउटा दुईटाले पनि कहिलेकाहीँ खाएको चुरोटले पनि जोखिम गर्न सक्छ भन्छ। बीपी सुगर कोलेस्ट्रोल हार्टको बढी सम्बन्ध छ चुरोटसँग। दोस्रो पोइन्ट, तपाईको तौल बढाएर नराख्नुहोस्। तौल कति हुनुपर्छ त्यो पत्ता लगाउनुहोस्। मेरा पुराना भिडियोहरूबाट हेर्न सक्नुहुन्छ। विभिन्न तरिकाहरू छ हाइटबाट बीएमआई निकालेर तपाईलाई यतिकै हेर्दा वेस्ट कम्मरको मोटाई कति छ हेरेर तौल बढी हुनु भनेको धेरै रोगको खजाना हो यो। सो तपाईँ तौल बढी नराख्नुहोस्। एकै ठाउँमा बस्ने त्यस्तो किसिमको छ बानी भने त्यो चाहिँ तपाईको बानी हुनु भएन। दोस्रो पोइन्ट भयो। अब तेस्रो महत्त्वपूर्ण पोइन्ट, तपाईले खानामा अल्ट्रा प्रोसेस्ड फुड जुन बनिन्छ अति प्रशोधित खानेकुराहरू र बाहिरका खानेकुराहरू, घरभन्दा बाहिर होटेलका खानेकुराहरू, यो यदि तपाईको ह्याबिट छ भने यसलाई हटाउनुहोस्। किनभने यो पनि सबै रोगको घर हो। किनभने आउटसाइड फुडमा तेलको प्रयोग, गलत तेलको प्रयोग हुन्छ, नुन बढी हुन्छ र तपाईलाई यसमा अब एडल्ट्रेसन भइहाल्यो। त्यसैले तपाईलाई त्यही कुरा खानु छ भने घरमा पकाएर खान सक्नुहुन्छ, त्यो अप्सन भयो। अब चौथो भनेको मदिरा। मदिरामा अलिकति कन्ट्रोभर्सी छ, तर अहिलेसम्मको अनुसन्धानको आधारमा यदि तपाईँ लङ टर्ममा रोगी नहुनको लागि, कलेजोलाई पनि सुरक्षा हुनको लागि त नखाएकै राम्रो, त्यो बेस्ट हो। यदि तपाईँ रेगुलर खानुहुन्छ, रेगुलर भन्नाले हप्तामा 1 दिन 2 दिन खानुहुन्छ वा एक्सेस खानुहुन्छ, एकैचोटि धेरै खानुहुन्छ भने तपाईलाई यसले कुनै न कुनै बेला स्वास्थ्य समस्या गर्छ, रोग लगाउँछ, औषधि खानुपर्ने हुन्छ, दुर्घटना हुनसक्छ। यति कुरा चाहिँ बुझ्नु पर्यो। चौथो पोइन्ट मैले मदिराको बारेमा भने। र पाँचौँ इम्पोर्टेन्ट छ। किन इम्पोर्टेन्ट छ भने आजको जीवनशैली मानिसको यस्तो छ कि हामी भागदौडमा हुन्छौँ, हामीले कामहरू छोटो समयमा सकाउन खोज्छौँ। ट्राफिकको कुरा आउँछ या अफिसमै हुन्छ या घरमै धेरै कुराहरू हामीले हतारमा जुन गर्न थाल्छौँ, त्यो भनेको भागदौडको जिन्दगीले